मैले चाहिँ यो चनाको दालबाट लड्डु बनाउँदैछु। यसलाई चाहिँ मजाले पहिला मिक्सरमा पिसेर धुलो बनाउने, पिठो बनाउने। अनि पिठो बनाइसकेपछि चाहिँ पानीमा घोलेर अनि यसमा थोरै यीस्ट पनि राखेर आधी घन्टाको लागि छोडिदिएको थिएँ मैले चाहिँ। अनि यसरी मजाले तार्ने, घिउ छ भने घिउमा, नभए तेलमा पनि हुन्छ। अनि यतिको बनाएपछि अनि एकछिन सेलाएपछि मैले चाहिँ मजाले पिसेर यतिको जस्तो बनाएपछि मजाले धेरै धुलो नि बनाउनु पर्दैन यसको लागि चाहिँ। अनि यतिको बनाएपछि यसमा मजाले घिउ हाल्ने। मैले चाहिँ 1 चम्चा र अलिकति मात्रै राखेको थिएँ। अनि त्यसपछि यसमा चाहिँ चिनी र पानी चास्नी बनाएर अनि मजाले त्यसलाई राखेर चलाएँ। अनि चलाइसकेपछि चाहिँ यतिको गोलो गोलो बनाएँ आफ्नै हातले। अनि यस्तो भएको थियो मेरो फाइनल लुक चाहिँ। अनि यतिको बनाएपछि मैले 25-30 मिनट जति फ्रिजमा राखेर खाँदाखेरि चाहिँ एकदमै धेरै मिठो भएको थियो। यो सक्कल यस्तो भए पनि एकदम मिठो भएको थियो है स्वाद चाहिँ।